नमस्ते, नेपाल स्पोर्ट्स फ्यान क्लबमा स्वागत छ। वर्ल्ड कपै चर्चा छ, विश्वकप फुटबल फिफा वर्ल्ड कपको अहिले संसारभरि चर्चा छ र राउन्ड अफ 16 सकिँदै गर्दाखेरि धेरै टिमहरू बाहिरिए। अहिलेको लेटेस्ट बाहिरिने उत्कृष्ट टिमहरूमा भन्नुपर्दा ब्राजिल र पोर्चुगल रहे। अन्य टिमहरू पनि बाहिरिए भने अहिले राउन्ड अफ 8मा पुगेका टिमहरू छन् स्विजरल्यान्ड, अर्जेन्टिना, स्पेन, इङ्ल्यान्ड, मोरक्को, बेल्जियम लगायतका टिमहरू छन् र नर्वे पनि छन्। र यो राउन्ड अफ 16 सकिँदै गर्दाखेरि क्रिस्टियानो रोनाल्डो जुन पोर्चुगलका उत्कृष्ट खेलाडी हुन्, संसारलाई नै नतमस्त बनाएका छन् उनले आफ्नो फुटबलको जादुमय स्किल देखाएर। भने अब क्रिस्टियानो रोनाल्डोलाई अब कसैले पनि पोर्चुगलका लागि फुटबल खेलिरहेको देख्न पाउने छैनन् र आफ्नो अन्तिम खेल स्पेनसित हार्दै गर्दाखेरि उनको आँखामा आँसु आयो। सायद उनले त्यो प्लेटफर्म, त्यो स्टेडियमहरू, त्यो खेलहरू सम्झे होला र अब यही नै अन्तिम हो भन्ने उनले रियलाइज गरे र आँखाबाट आँसु झारे। त्यस्तै ब्राजिल नर्वेसित हार्दै गर्दाखेरि नेमार पनि इमोसनल भए, गेममा केही एग्रेसिभ पनि भए इमोसनली, किनभने नेमारले धेरै गेमहरू खेल्न पनि पाएनन् र उनको पनि अब वर्ल्ड कप नेसनल गेमको लागि यात्रा त्यही समाप्त भयो र इमोसनल भयो, आँखाबाट आँसु आयो। भने यता अर्जेन्टिनाले उत्कृष्ट कमब्याक गर्दै इजिप्टलाई हराउन सफल भयो र त्यो कमब्याक पछि जुन रेफ्रीले गेम सकिएको विसल बजाएपछि मेसीको आँखाबाट पनि आँसु आयो। र त्यो खेलमा के भएको थियो भन्नुपर्दा सुरुवातमैदेखि इजिप्टले प्रेसर दिइरहेको थियो, राम्रो गेम, उत्कृष्ट खेल प्रदर्शन गर्दै थियो र 15 मिनटमै इब्राहिमको गोलमा अग्रता लियो र त्यसपछि मेसीले पेनाल्टी पाएका थिए र त्यसलाई कन्भर्ट गर्न सकेनन्। यो मेसीको दोस्रो पेनाल्टी मिस थियो यही वर्ल्ड कपमा, 2026 वर्ल्ड कपमा, जुन चाहिँ अहिलेसम्मको पहिलो रेकर्ड हो। एउटै वर्ल्ड कपमा 2वटा पेनाल्टी मिस गर्ने पहिलो खेलाडी बनेका छन् र वर्ल्ड कपमा 8वटा पेनाल्टी मध्ये उनले 4वटा पेनाल्टी मिस गरेका छन्। पेनाल्टी कन्भर्जन रेट उनको राम्रो छैन र गेम अगाडि बढ्दै गर्दाखेरि अर्जेन्टिनाले सोचे अनुरूप खेल्न सकिराखेको थिएन र मेसीको पनि खासै पर्फर्मेन्स राम्रो थिएन। अहिले मिस पासहरू खेल्ने लगायतका ड्रिबल गर्न पनि सकिरहेका थिएनन् र उनको खुट्टाबाट इजिप्सियन प्लेयरहरूले चाहिँ बल खोसेर लगिरहेको थिए। एकदमै टाइट मार्किङ भएको थियो। त्यसपछि फेरि जिकोले 67औं मिनटमा इजिप्टका लागि गोल हाने र लगभग अब चाहिँ संसारले नै चाहिँ आस मारिसकेका थियो। तर त्यसपछि जुन मोटिभेसन देखाए मेसीले र पुरै टिम जसरी इनर्जेटिक भयो, उनीहरूले हार स्वीकार गरेनन् र यस्तो कमब्याक भयो र त्यसमा मेसीको उत्कृष्ट कन्ट्रिब्युसन रह्यो। फर्स्ट गोल रोमेरोले हाने 79औं मिनटमा, जुनमा मेसीले क्रस हानेका थिए र त्यो क्रसलाई हेडिङ मार्फत रोमेरोले उत्कृष्ट हेडिङ गर्दै गोलमा परिणत गरे र त्यसपछि केही छिनपछि 83औं मिनटमा फेरि मेसीले उत्कृष्ट गोल हाने। डी एरियामा भएको क्लियरेन्सहरू राम्रोसित नहुँदा गर्दाखेरि उत्कृष्ट सट हाने, किपरको हातमा लागेर पोलमा लाग्दै त्यो गोल, उत्कृष्ट गोल पोस्टभित्र छिर्यो र त्यो मोमेन्ट एउटा उत्कृष्ट मोमेन्ट रह्यो र जुन कमब्याक गर्यो मान्नै पर्छ, हेर्न लागेको थियो। एउटा गुज बम्प आउने खालको पर्फर्मेन्स रह्यो र त्यसपछि 90+ मिनटमा काउन्टर एट्याक गर्दै अर्जेन्टिनाले फेरि गोल हान्यो। अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेजले 92nd मिनटमा गोल हाने र उत्कृष्ट काउन्टर एट्याक मार्फत र उत्कृष्ट गोल भयो। र त्यसपछि मेसीको आँखाबाट पनि आँसु आयो। हुनसक्छ सायद मेसीले अब आज अन्तिम गेम हुनसक्छ भन्ने एउटा पोइन्टमा पुगिसकेका थिए होला, अथवा उनले आफ्नो टिमको लागि पेनाल्टी पाएर त्यो मिस गरेका थिए र जसरी कमब्याक भयो त्यो सम्झिएर पनि एउटा इमोसनल भयो होला। र इजिप्टले उत्कृष्ट गेम खेल्यो, मोहम्मद सालाको उत्कृष्ट गेम थियो। इजिप्टले उत्कृष्ट काउन्टर एट्याकिङ गेम खेल्यो। सुरुमा लिड लिएपछि जुन काउन्टर एट्याक गोलहरू हाने, एउटा गोल डिसअलाउ भयो
यो डिसअलाउड गोलमा पनि कन्ट्रोभर्सी छ, केही मोमेन्टहरू रहे रेफ्रीको डिसिजनहरू, तर जुन एउटा एटिट्युड देखायो, विनिङ मेन्टालिटी अर्जेन्टिनाले, त्यसको लागि त सल्युट छ। अब राउन्ड अफ 8 अथवा क्वार्टर फाइनल्सहरू हेर्न मजा आउनेछ, हेरौँ के हुन्छ। हजुरहरूलाई कसले जित्छ जस्तो लाग्छ पक्कै पनि कमेन्ट्स गर्नुहोला। नेपाल स्पोर्ट्स फ्यान क्लबलाई फलो गर्न नबिर्सनु होला। धन्यवाद।